विगतको लामो समयदेखि मुम्बईलाई आफ्नो कर्मभूमि बनाउँदै मुम्बईमा बस्दै आउनुभएका टमट्टा परिवार समाजले ठाणेको वाग्ले स्टेट सीपी तलाव स्थित श्री नेपाली दुर्गा मित्र मण्डलको प्राङ्गणमा भव्य होली मिलाप कार्यक्रमको आयोजन गर्नुभयो। प्रवासमा आफ्नो नौकरी व्यवसाय गर्दै आउनुभएका टमट्टा परिवारले यस होली मिलाप कार्यक्रमको परिकल्पना गर्दै युवा भावी पिढीलाई आफ्नो सांस्कृतिक रीतिरिवाज संस्कारको जानकारी होस् र उनीहरूमा पनि आफ्नो संस्कृति विषयक रुचि तथा चासो निर्माण होस् भन्ने धारणाले पनि यस प्रकारका आयोजन हुनु जरुरी छ भन्नुहुन्छ टमट्टा परिवारका सेक्रेटरी सञ्जय टमट्टा ज्यू। होली मिलाप कार्यक्रम 2 दिन 7 र 8 मार्चमा बेलुका 6 बजेदेखि सुरु भएको थियो, जसमा अछामको पारम्परिक होली देउडा गीतको आयोजना गरियो। मुम्बईका विभिन्न उपनगरबाट यस होली पर्वको देउडा गीतको प्रस्तुति हेर्नको लागि सैकडौँको संख्यामा नेपाली दाजुभाइ दिदी बहिनी आमा बुवाहरूको उपस्थिति रहेको थियो। यस होली मिलाप कार्यक्रममा मुम्बई स्थित विभिन्न सङ्घ संस्थाका प्रमुख पदाधिकारी प्रतिनिधिहरूको साथै पत्रकार, विद्यार्थी, राजनैतिक दलका पदाधिकारी, स्थानीय नगरसेवक, आमदारज्यूको उपस्थित रहेको थियो। नेपाली सङ्घ संस्थाहरूबाट बीजेपी सेक्रेटरी पेन्ट श्री धीरेन्द्र सिंह टमट्टा, नेपाली सांस्कृतिक परिषदका अध्यक्ष कमल सिंह, समाजसेवी रमेश सिंह, समाजसेवी रमेश तिरुवा, उत्तराखण्ड समाजका राजू सोनार, राष्ट्रवादी पार्टी का शिवा कालू सिंह, धीरज प्रसाद, समाजसेवी प्रवीण सिंह, शिवसेना मरोलका गठ प्रमुख निरप तिरुवा, शिवसेना उप शाखा प्रमुख कम्मान सिंह जनाला, विश्वकर्मा समाज अध्यक्ष आईडी सिंह, महासचिव राम सिंह तिरुवा, हरिओम मित्र मंडल का अध्यक्ष लाल सिंह देवकर, नेपाली जन विकास का शंभू सिंह, समाजसेवी डॉक्टर एमबी सिंह, पदम तिरुवा, धन बहादुर, नवीन कार्की, नंदू कार्की लगायत स्थानीय नगर सेविका एवं वाग्ले प्रभाग समिति अध्यक्ष का श्रीमती शिल्पा वाग, नगर सेविका मनीषा कामले, माजी नगर सेवक शैलेंद्र सिंधे, बीजेपी वाइस प्रेसिडेंट बलराम चौहान, कामगार सेना अध्यक्ष झंकर सिंह, नारद पांडे, नेपाली ग्लोबल मंच का प्रेम सिंह जनाला ज्यू को गरिमामय विशेष उपस्थिति रहेको थियो। यस कार्यक्रमलाई सफल बनाउनको लागि टमट्टा परिवारका पदाधिकारी अध्यक्ष कृपाल सिंह, उपाध्यक्ष संजीव टमट्टा, सेक्रेटरी संजय टमट्टा, उप सेक्रेटरी धर्मपाल टमट्टा, कोषाध्यक्ष गगन सिंह टमट्टा, उप कोषाध्यक्ष रवि टमट्टा, कार्याध्यक्ष एकेन्द्र टमट्टा, उप कार्याध्यक्ष टीकाराम टमट्टा ज्यू को विशेष योगदान थियो, जसले गर्दा यो कार्यक्रम अपार सफलताको साथ सम्पन्न भयो। होली मिलाप कार्यक्रमको दोस्रो दिन अन्तर्राष्ट्रिय महिला दिवस पर्न गएकोले नेपाली महिला दिदी बहिनीहरूलाई महिला दिवसको शुभकामना दिँदै महिला देउडा खेलको आयोजन पनि राखिएको थियो, जसमा सैकडौँ नेपाली महिला दिदी बहिनीहरू सहभागी भएन। यस कार्यक्रमलाई सफल बनाउनको लागि टमट्टा परिवारका प्रेम टमट्टा, सूरज ताम्रकार, कृपाल सिंह, केशर टमट्टा, गगन टमट्टा, एकेन्द्र टमट्टा, बल टमट्टा, भीम टमट्टा ज्यूको विशेष सहयोग रहेको थियो। टमट्टा परिवारद्वारा आयोजित यस होली मिलाप कार्यक्रम सफल पार्न भएकोमा टमट्टा परिवार आयोजक समिति, समस्त टमट्टा परिवार र श्री नेपाली दुर्गा मित्र मण्डल, इष्ट मित्र, सहयोगी र उपस्थित सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरूमा आभार व्यक्त गर्नुभयो। आगामी वर्षहरूमा पनि यस्तै आयोजना गर्ने प्रतिबद्धता व्यक्त गर्नुहुन्छ टमट्टा परिवार समाज का अध्यक्ष कृपाल सिंह टमट्टा ज्यू। टमट्टा परिवार का जनरल सेक्रेटरी हुनुहुन्छ, वहाँ आफ्नो परिचय पनि दिन्छन् र साथै यस आयोजनाको विषयमा बोल्छन्।
दिदीबहिनी दाजुभाइहरू, हाम्रो सबै अप्रवासी परिवार, हाम्रो इष्टमित्र दाजुभाइ तथा हाम्रो टमटा परिवारको धेरै आभारी छौँ। होलीको कार्यक्रमको बारेमा, यो होलीको कार्यक्रम टमटा परिवार एकता सङ्घले आयोजित गरेको हो र यसको मकसद धेरै ठुलो छ। म चाहिँ भन्न चाहन्छु, सबैलाई एउटा बिन्ती छ मेरो कि हाम्रो जो पनि टमटा परिवारले गरेको यो कार्यक्रममा टाढा टाढाबाट हाम्रो इष्टमित्र दाजुभाइ सबै आउनुभएका छन्, त उहाँहरूलाई पनि हार्दिक स्वागत गर्छौँ। अनि यसको मुख्य कारण यो हो कि हामी जो पनि अप्रवासी जो मुम्बईमा भनौँ हाम्रो भारततिर आँखा कुना कामा हाम्रो सबै परिवार बसेको हुनाले किन भनेपछि हामी आफ्नो मातृभाषा भुलेर, आफ्नो संस्कार र आफ्नो परम्परा भुलेर हामी यस प्रदेशमा चाहिँ के भन्छ त्यस्तै भले भुटेका छौँ। त भनेपछि सब कुछ गर्नुहुन्छ, यो पनि हाम्रो कर्मभूमि हो। कर्मभूमिमा आफ्नो कर्म गरेर आफ्नो के भन्छ गुजारा गरी सबै बस्नुभएको छ। तर आफ्नो मातृभाषा म सबै दिदीबहिनी दाजुभाइलाई भन्न चाहन्छौँ, एउटा बिन्ती छ मेरो। कोही म गुरुको हिसाबले पनि होइन, कोही पोलिटिक्सको हिसाबले होइन, म एउटा सानो गरिब मान्छे हुँ। म यो चाहन्छु कि हाम्रो नालो बालो अगाडिको पिँढी जो पनि छ उहाँको एकता रहोस् र आफ्नो मातृभाषालाई हरेकका घरमा मातापिताले मातृभाषाको एउटा शिक्षा, एउटा क्लास दिने कुरा हुन्छ। किनभने हाम्रो मातृभाषा आज हेर्नुहुन्छ कसै पनि जातिपातीमा मातृभाषा सबैलाई आफ्नो आफ्नो मातृभाषा बोल्छन् भनेपछि हाम्रो नालो बालो किन नबोल्ने मातृभाषा? किनकि हामीले त्यो शिक्षा दिनु सकेका छैन। त्यस कारणले म भन्न चाहन्छु, यति मेरो अनुरोध छ, ज्यादा केही कुरा गर्ने होइन, म ज्यादा भन्न चाहन्न कि हामीले सबैले मनमा राख्नु होला यो कुरालाई। हाम्रो जो पनि नालो बालो जो यहाँ पनि हुर्केका छन्, बम्बईमा शिक्षित भएका छन्, तर शिक्षित भएर पनि हाम्रो मातृभाषा बोल्न सक्दैन। किन सक्दैन? त्यो गल्ती हामीहरूको छ, माँ बापको, आमा बुवाको गल्ती छ। किनभने हामी घरमा आफ्नो मातृभाषा बोलिरहेका छौँ भनेपछि बच्चाहरूले सिक्छ, तर हामी बोल्दैन। हामीले आफ्नो मातृभाषालाई के भन्छ ढाकछेप गरेर बसेका छौँ। त मेरो अन्तिममा यही निवेदन छ हजुरलाई, सबै परिवारलाई, म हाम्रो जो पनि के भन्छ अप्रवासी नेपाली दाजुभाइलाई यही विनन्ती छ कि आफ्नो मातृभाषालाई नचेपौँ, न त्यसलाई के भन्छ भुलौँ। हाम्रो मातृभाषा पहिला हाम्रो मातृभूमि, उहाँपछि कर्मभूमि। त्यसैले म टमटा परिवारका शिक्षक र युवा नेता रवि टमटाज्यूलाई सोध्न चाहन्छु, रवि आजको यो प्रोग्रामको परिकल्पना कसो भयो? पहले तो धन्यवाद छ हजुरलाई, नेपाली ग्लोबल मंचलाई, यो टमटा परिवार को होली मिलन को प्राचीन जो हम लोग सभ्यता को एक मिसाल हो, जो आज हमने यहाँ मुंबई में पहला स्थापित गर्नु भयो। और ये माध्यमले हामी युवा पिँढीहरूलाई हाम्रो जो संस्कृति छ, हाम्रो जो सभ्यता छ, हजुरलाई बताउनको एक कोसिस गरेको छ। साथै साथ जति पनि इष्टमित्र छन्, दाजुभाइहरू छन्, कान्छा बुवाहरू छन्, जो पनि हाम्रा परिवारमा एक मिलापको भावना हुने भयो, एक युनिटीको माहौलमा भयो, एक सन्देश, एक पोजिटिभ सन्देश जाने भयो कि हाम्रो जो समाज जो मुम्बईमा छ, भारतमा छ, विदेशमा छौँ हामीहरू, यो हाम्रो कर्मभूमि हो। तर हाम्रो मातृभूमि जो नेपाल छ, उहाँको संस्कृति पनि हामीले आफ्ना बच्चाहरूलाई, आफ्ना आगेका पिँढीलाई गर्दै अगाडि बढाउने हो। तो यो चाहन्छु कि हजुरले जो यहाँ आउनुभयो, हामीलाई यो छोटा माध्यमले हिंदी में आप सबको होली की शुभकामनाएं। होली ऐसा सन है कि सब अपन ये त्योहार के लिए सब एक दूसरे को होली की शुभकामनाएं देते हैं। एक रंगों का त्योहार है जो अपने जीवन में रंग भरने के लिए अपन सब इकट्ठा होते हैं, और ये रंग आनंद के रंग अपन सब साथ मिलके एक दूसरे का जो कुछ रहेगा मन से वो सब दूर हटा के अपन एक दूसरों को कलर